एकदम सास बढिरहेको अवस्था छ। यसरी उस्तो लागिरहेको छ, नत्र भने बारीको गाउँ यस्तो दामी देखिन्थ्यो। हेर्नु के गर्नु। तपाईहरुलाई यहाँको एकदमै राम्रो भ्यू देखाउने विचार त मेरो हो, तर भाग्य चाहिँ अलिक रहेनछ के तपाईहरुलाई। हेर्नु त यस्तो दामी ठाउँ। अब म अलिकति माथि जान्छु है त। कोसिस चाहिँ गर्छु। यो बन्दै त म सुरुमा उही टुप्पामा पुगेको हो, तर अहिले चाहिँ अलि डर लागिरहेको छ, हावा लागिरहेको छ। एउटा हातमा मोबाइल, एउटा हातले चाहिँ छोड्दाखेरि अलि असहज फिल भइरहेको छ। मैले चाहिँ अलि माथि गएर खिच्छु है त भिडियो। ल साथी, हामी माथिल्लो फ्लोरमा आइयो। यसको माथि चाहिँ त्यहाँ त लक छ, त्यहाँ जाने कुरा भएन। हामी चाहिँ अन्तिम तलसम्म आइयो है। कति अल्गो छ, यहाँबाट अल्गो छ। यहाँको दृश्य चाहिँ यस्तो देख्न सकिन्छ। पारिको गाउँहरू अलि स्पष्ट देखिएको छैन कुहिरो लागेको कारणले गर्दा। त्यो चाहिँ राम्रो ठाउँ हो। यो मौसम सफा भएको बेलामा आउने पनि यहाँको भ्यू चाहिँ एकदमै बवाल देखिन्छ साथीहरू। अहिले चाहिँ डरै मैले यहाँ चाहिँ यतिकै देखाएँ है साथीहरूलाई। हेर्नुहोस्, हामी चाहिँ यहाँ आज यो टावरको माथि चढ्यौँ। अब यहाँबाट हामी एकैछिन यहाँ बुल्छौँ अनि त्यसपछि जानुपर्छ तलतिर। रात पर्न लागिसकेको छ। ए उहाँ हाम्रो गार्ड दाइ हुनुहुन्छ। यो बाटो आउने बतासेदेखि आउने बाटो हो। अनि भाइ ठिक छ नि? ल अब बिस्तारै झरौँ है त साथीहरू। अब चाहिँ हामी यहाँबाट फेरि झर्छौँ। झर्ने बेलामा बायाँ खराउनु पर्ला जस्तो छ। यस्तो अप्ठ्यारो छ कि बाटो। फेरि यसो पुरै सिडी झर्दै जाने है। हेर्नु त। ल साथीहरू, म चाहिँ अब झरेँ। बाई सबैजनालाई। हेरिदिनु भएकोमा धेरै धन्यवाद छ। ल।